हरिद्वारमा गोर्खाली महिला कल्याण समितिको आयोजनामा भव्य वनभोज तथा सांस्कृतिक महोत्सव सम्पन्न भएको छ। बैरागी क्याम्प क्षेत्रमा आयोजित कार्यक्रममा गोर्खाली समाजका महिला पुरुषहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विशिष्ट अतिथि सुभाषघाट व्यापार मण्डलका अध्यक्ष राजु वधावन रहेका थिए। दीप प्रज्वलन, सरस्वती वन्दना तथा गणेश वन्दना सँगै कार्यक्रमको शुभारम्भ गरिएको थियो। महिलाहरूले नेपाली परम्परागत लोकगीतमा आधारित आकर्षक नृत्य प्रस्तुत गरी दर्शकहरूलाई मन्त्रमुग्ध पारे। यस अवसरमा सहभागी महिलालाई परम्परागत भोजन समेत गराइएको थियो। पतञ्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्णले भिडियो सन्देश मार्फत शुभकामना व्यक्त गर्दै यस्ता सांस्कृतिक कार्यक्रमहरूले समाजलाई आफ्ना जरा र पहिचानसँग जोडेर सकारात्मक सामाजिक चेतना विकास गर्न सहयोग पुग्ने बताए। उनले वनभोज गोर्खाली समाजको समृद्ध परम्पराको प्रतीक भएको उल्लेख गर्दै यसलाई भावी पुस्तासम्म हस्तान्तरण गर्नु सबैको दायित्व भएको बताए। विशिष्ट अतिथि राजु वधावनले यस्ता कार्यक्रमले सामाजिक सद्भाव, आपसी सहयोग तथा सांस्कृतिक संरक्षणलाई थप मजबुत बनाउने बताए। महिला कल्याण समितिकी अध्यक्ष पद्मा पाण्डे र महामन्त्री शारदा सुवेदीले समिति लामो समयदेखि सामाजिक, सांस्कृतिक तथा पारिवारिक मूल्यहरू सुदृढ गर्न क्रियाशील रहेको जानकारी दिँदै वनभोज जस्ता पर्व महिलाको आस्था, श्रद्धा र पारिवारिक एकताको प्रतीक भएको बताए। कमला सुवेदी र रेखा सुवेदीले यस्ता आयोजनाले महिलालाई आफ्नो संस्कृतिलाई खुला रूपमा अभिव्यक्त गर्ने अवसर प्रदान गर्ने र आपसी मेलमिलाप बढाउने बताए। पदम प्रसाद सुवेदी र लोकनाथ सुवेदीले वनभोज तथा सांस्कृतिक महोत्सवले वातावरणीय सचेतना र सामूहिक सहभागिताको सन्देश दिने उल्लेख गरे। कार्यक्रममा हरिद्वार सहित देहरादून, रायवाला, ऋषिकेश, डोईवाला, रुड्की, छिदरवाला, मोतीचुर र गाजीवाला क्षेत्रबाट सयौं गोर्खाली महिला तथा पुरुषहरूको सहभागिता रहेको थियो। कार्यक्रममा आचार्य स्वामी रविदेव शास्त्री, स्वामी हरिहरानन्द महाराज, महन्त दिनेश दास, सुतीक्ष्ण मुनि महाराज लगायत सपना खड्का, तनुजा पाण्डे, तारा अर्याल, मधु पाण्डे, माया रेवले, चम्पा उपाध्याय, भगवती ओझा, मन्दिरा, कल्पना बोहरा, कल्पना ओझा, पार्वती कणेल, भावना शर्मा, कमला पाण्डे, रमा पाण्डे, ज्योति पाण्डे, अम्बिका उपाध्याय, गंगादेवी उपाध्याय, बिना विष्ट, रोशनी विष्ट, पुष्पराज पाण्डे, रामप्रसाद शर्मा, विजय शर्मा सुवेदी, गगन भण्डारी, लक्ष्मण ओझा, लक्ष्मण गौतम, कपिल नेपाल, सुशील पाण्डे, कमल खड्का, शमशेर बहादुर बम, नारायण शर्मा लगायत ठूलो संख्यामा गोर्खाली समाजका व्यक्तिहरूको उपस्थिति रहेको थियो। हरिद्वारबाट कमल खड्काको रिपोर्ट। ससुरा बा मलाई सानी मन पर्यो।